राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार रूपन्देही अदालतबाट रिहा हुनुभएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगो बापत जमानत लिएर रिहा गर्न आदेश दिएको थियो। आदेशअनुसार उहाँलाई जिल्लामै उपस्थित गराएर प्रक्रिया पूरा गरी धरौटीमा रिहा गरिएको हो। रविले पहिल्यै ब्याङ्क जमानत बुझाइसकेकाले कागजी प्रक्रिया पूरा गर्न मात्रै बाँकी थियो। बिहान पहिलो उडानबाट भैरहवा ल्याइने भए पनि खराब मौसमका कारण भैरहवा विमानस्थल सञ्चालन हुन नसकेपछि उहाँलाई भरतपुरसम्म हवामार्ग र त्यसपछि सडक मार्ग हुँदै करिब 5:30 बजे मात्र रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइएको हो। रवि भैरहवा आउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता एवं रविका समर्थकहरूको सुरुमा गौतम बुद्ध विमानस्थल र पछि रूपन्देही जिल्ला अदालत अगाडि बाक्लो उपस्थिति रहेको थियो। अदालतका सूचना अधिकारी पदम अर्यालले रविलाई आजै रिहा गर्नुपर्ने भएकोले शुक्रबार भए पनि अबेरसम्म अदालत खुलेको बताउनुभयो। रिहा हुँदै रविले भन्नुभयो, न्याय अझै पाउन बाँकी नै छ। म आशा गर्छु कि देशले चाँडै न्याय पाउनेछ। मैले बोल्ने समय आउँदैछ, केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ। सबैजनालाई यो माया, यो साथ, यो विश्वास, यो अनवरत सद्भावको लागि म धेरै धेरै धन्यवाद दिन्छु। आज मैले यति नै बोलेँ, यति मात्र सङ्केत गरेँ। धेरै बोल्ने दिन आउँदैछ। हस्, सबको जय होस्। नमस्कार। रविले यसअघि जिल्ला अदालतमा जमानत लिएर रिहा गर्न माग गर्दै ब्याङ्क ग्यारेन्टी पनि बुझाउनु भएको थियो, तर जिल्लाले त्यसरी छाड्न नमिल्ने भन्दै अस्वीकार गरेको थियो। त्यसपछि रवि यही माग लिएर उच्च अदालत पुग्नु भएको हो। उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले रविलाई विभिन्न शर्तसहित रिहा गर्न आदेश दिएको थियो। आदेशअनुसार रविले जिल्ला अदालतले सुरुमा माग गरेको बिगो बापतको 2,74,84,000 र 1 करोड धरौटी 1 करोड गरी 3,74,84,000 प्रभु ब्याङ्कको जमानत बुझाएको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताउनुभयो। यस्तै पछि फैसला हुँदा धरौटी र बिगो बापतको जमानतभन्दा बढी फैसला भएको खण्डमा पनि स्वीकार गर्नुपर्नेछ। 2081 माघ 13 गते रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहलाद कुमार योगीको इजलासले रविलाई 1 करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो, तर त्यस विरुद्ध दुवै पक्ष उच्च अदालत पुगेका थिए। उच्च अदालतले 2081 चैतमा रविलाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। त्यसपछि उहाँलाई भैरहवा कारागार चलान गरिएको थियो। उहाँले आफूलाई कारागार सरुवा गर्न माग गर्दै निवेदन दिएपछि उहाँलाई रूपन्देही कारागारबाट साउन 31 गते काठमाडौँ कारागार सरुवा गरिएको थियो। सुप्रिम सहकारीमा रवि, छवि र जीबी राई सहित 42 जनालाई प्रतिवादी बनाइएको छ। उहाँहरूले सहकारीको 55 करोड रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको अभियोग छ। रवि, छवि र जीवी सहित 4 जनाले यसमध्ये 10 करोड 49,36,000 रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ। रविले यही बिगो भाग लगाउँदा आफ्नो भागमा पर्ने जम्मा गरेर रिहा गर्न माग गरेका थिए, जसलाई उच्च अदालतले स्वीकार गरेको हो। राधेश्याम विश्वकर्मा, भैरहवा।